बस्छ बसेर दामी लाग्छ नि त। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। र आज भने साथीहरू आफ्टर धेरै महिना बादमा चाहिँ म अनि मेरो वाइफ मिसेस अनि हामी चाहिँ मुकबाङ गर्न गइरहेका छौँ। केसँग भन्दाखेरि चाहिँ हजुर देखिरहनु भएको छ, दिस वान इज अ पर्क। सो अहिले भर्खर मेरो वाइफले ल्याउनु भएको आज हाट थियो, त्यसले गर्दाखेरि चाहिँ साथीहरू यहाँ पर्क लिएर आइसकेको छ अनि पकाएर पनि रेडी भइसकेको छ। सो यस्तो प्रकारले हामी धनियाँ पनि छ अनि यस्तै प्रकारले है मजाको छ होइन। सो आज चाहिँ हामी लिन गइरहेको छौँ। सो आशा गर्दछु तपाईँले एकदमै इन्जोय गर्नुहुन्छ होला। सो त्यही हो, अब हामी टेस्ट गर्नेछौँ। मेरो वाइफ पनि छ यहाँ। ल त साथीभाइ सुरु भयो है। म चाहिँ अघि नै गर्नु आँटेको थिएँ। स्टार्ट। टेस्टै कस्तो भयो? दामी। बोसोडा सुरु भइहाल्यो हो। हेर्नुहोस् न, खानुपर्छ। दामी भयो त। हजुरहरूलाई पनि थुकाइरहेको होला। मलाई चाहिँ बोसो चाहिँ दामी लाग्छ नि त। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। किनभने बोसो बिनाको चाहिँ सुँगुरको मासु मिठो हुँदैन क्या। दामी छ। तिमीलाई कस्तो लाग्छ बोसो? म मन पर्दैन बेसी। मन पर्दैन? आई लभ हड्डी। आफ्नो आफ्नो हो। तर पनि खान्छु बस्छु चाहिँ, तर दादा जति पनि होइन। आज धेरै दिनको बादमा चाहिँ पर्क खाए भयो, तर दामी भयो क्या। दामी टेस्ट भएको छ। बेसी मिठो भए त बोल्नु मन पर्यो नि त। धनियाँ खानु। यस्तो चाहिँ दामी हुन्छ है। पेटलाई पनि शीतल गर्छ नि त। बस्छु, मैले ढाँटेको, मलाई मनपर्छ बस्छु। दामी दामी। पिरो पनि ठिक्कको,
सबै कुरो मिलेर दामी भयो यहाँ कत्रो साइजको बिग साइजको हेर्नु त बोसो वाउ So tasty. सो हजुरहरूलाई आजको भिडियो कस्तो लागेको छ मन पर्यो भने लाइक सेयर फलो गरिदिनु होला अनि थ्याङ्क यू सो मच हजुरहरूले है यस्तै माया अनि सपोर्ट गर्नुभयो भने नेक्स्ट एपिसोडमा फेरि छुट्टै अर्को ब्लग लिएर आउनेछु यस्तै मुभमेन्ट लिएर सो आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ टेक केयर बाई बाई